हेलो साथीहरु के छ आइएफ सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आजको मेरो मिनी भ्लग यसरी सुरु हुन्छ। गुड मर्निङ साथीहरु, म चाहिँ पासा कर्तुम गरेर मेरो मिनी भ्लग कस्तो लाग्छ तपाईहरुलाई मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। 8 बजेको हुन्छ साथीहरु, म चाहिँ फटाफट उठेर आफू सुत्ने बिस्तारै च्यार्छु सफा गरिहाल्छु। रुम पनि लास्टै 4 भइसकेको हुन्छ साथीहरु, फटाफट झाडु पनि मारिदिन्छु। नुहाएर पनि फ्रेश हुन्छ साथीहरु, भोक पनि लास्टै लागिसकेको हुन्छ। नुडललाई गरम गर्न थाल्छु। टाइम पनि धेरै भइसकेको हुन्छ साथीहरु, नुडललाई फटाफट हालेर खान्छु। ढिलो नगर जान्छु म कोकोसँग मस्ती गर्न। कोको त पहिल्यैदेखि रिसाएको रहेछ। हुन छाडे केटी भेटलिस 2 थप्पड अनि थाहा पाउने। एकछिन पछि कोको फेरि मस्ती गर्न थालिहाल्छ। ढिलो पनि भइसकेको हुन्छ। कोकोलाई बाई बाई गरेर लागिदिन्छु म ड्युटीतिर। आजकोले क्याफमा यति धेरै काम हुन्छ कि साथीहरु भिडियो बनाउनु पनि भ्याउँदैन। जतिसुकै काम भए पनि भिडियो बनाउनु चाहिँ छोडिन्न है। के भेटे साथीहरु, कोकोले खानु भएको छ प्लिज कमेन्ट गर्नु होला। खाना चाहिँ लास्टै मजा आयो है। क्याफे पनि पुग्न आँट्यौं साथीहरु, के गर्नु यस्तै छ। गर्मीले चाहिँ मार्ने भयो है। फेरि फाइनली क्याफे पनि पुगिसक्यो साथीहरु। अब चाहिँ फटाफट काम गर्नु पर्छ र केटाहरु पनि काम गरिरहेको छन्। ढिला नगरी बाहिरको सबै टेबलहरु क्लिन गर्छु। बाहिर साफ गर्दा भित्र 5 रोक अर्डर आइसकेको हुन्छ र फटाफट रोलको रोटी हाल्न थाल्छु। फ्राइड राइसको भित्र कटिङ गर्नुपर्ने हुन्छ र फटाफट त्यसलाई पनि कटिङ गरिहाल्छु। त्यसपछि पालो बिन्सको त्यसलाई पनि फटाफट कटिङ गरिहाल्छु। त्यसपछि पालो गाजरको त्यसलाई पनि फटाफट गरिदिइहाल्छु। हेर्दा 3 बजेको हुन्छ र साथीहरु हाम्रो क्याब पनि क्लोज भइसक्यो र म लाग्दिन्छु घरतिर। फाइनली घर पनि पुगिसक्यौं। यता हाम्रो माइलीले आफ्नो बच्चाहरुलाई दुध पिलाउँदै रहेछ। 6 पनि बजेको साथीहरु, अब हाम्रो क्याब पनि ओपन भइसक्यो। अब चाहिँ नन स्टप 11 बजेसम्म काम गर्नुपर्छ हामीले। सुरुमा रोलको लागि भनेर 10 वटा रोटी बनाएर राखिदिइहाल्छु। आज हाम्रो खानाको लागि चिकन आएको हुन्छ साथीहरु, फटाफट म काँटा टमाटर काट्छु। चिकन पनि पाकिरहेको छ है साथीहरु। अर्डर पनि यस्तो आएको हुन्छ साथीहरु, पुरा पसिनाले कपडा रुजाइदिन्छ। सो 11 बजेको हुन्छ साथीहरु, हाम्रो क्याब पनि क्लोज हुन थाल्छ र अति नै झ्याउ लागिरहेको हुन्छ। म बाबु बहिनीको क्याफे हैन। आज भ्लगमा किन आन्नु के आउँछु कि अलिकति पर्सनली बनाएर आज पनि फेरि बिजी छ। लडकी बैठी नि कसले लाइन मार्छ लै तेरो मार्क्स त घर जाने मानि राखेन क्या। हेर्न यता यता अगाडि बन्द कर लाइट बन्द मुझे बाहिर देख्छ लाइट नै एकदमै भइगयो दिखाउनै माथि कस्तो गरिरहेछ को केटी पूरा ही तोड़ दिया। हाथ से बाहर जा रहा है, फिर से बताना पड़ेगा ना। सुनता ही नहीं है। सुबह कॉफी मशीन चालू किया, बोलता मैंने कब किया खुद कॉफी मशीन बाद में बोलता अरे हाँ याद आया मैंने किया था। तुम लोग बेंचो ऊपर जाके खा रहे हो, बेंचो काली अकेला काम कर रहे हैं। त्यस्तै हो त्यो। क्या नाम है उसका? शुभजित। हाँ वो अकेला काम कर रहे हैं। त्यस्तै हो त्यो मान्छे काम गरेको गर्यो। तिमी किन सिक्न लाग्दिनौ त? ये लेके नहीं गया मुस्तकिम मेरा है। सिटियाले जिस्काउँछौ न अर्का छुला जिस्काउँछौ पापी जेड़ा काट दीजिए तेरा मुंह दिसा। आज त्यो बेना इत्र आउनु। आया ना पैसे मुझे जाना वो मुझे चला हो
मलाई पिज्जा होइन किन भन लामो त्यसपछि लाग्दिन्छ हामी साला बेना घरतिर। फाइनली हामी घर पनि पुगिसक्यो साथीहरू। नामदेखि धेरै राम्रो त हेरिहाल्छ सो आजको लागि यति नै साथीहरू। कस्तो लाग्यो मेरो मिनी ब्लग? आयो सबैजनालाई मनपर्छ होला, मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ओके बाई बाई।